यो भिडियो हेर्नुस् त एकछिन। यसको फुल भिडियो त भेटिएन, तर फेसबुकको अलिअलि क्लिपहरू हेर्दा लाग्छ नेपाली स्टुडेन्टले जापानिज टिचरप्रति अलिकति रुड भनौँ कि ब्याड एटिट्युड देखाउँदा जापानिज टिचर अलिकति झर्केको जस्तो देखिन्छ। र लास्टमा टिचरले स्टुडेन्टको छाती समात्दाखेरि वरिपरिको सबै साथीहरू मिलेर जापानिज टिचरलाई नै पिट्न लागेको जस्तो देखिन्छ। यसो हेर्दा गल्ती दुवैजनाको छ, तर हात हालेको भएर टिचरको गल्ती अलि बढी देखिन्छ। अब यहाँ हेरौँ, गल्ती कसको भन्नुभन्दा पहिला त्यो सिचुएसनलाई वरिपरिको साथीहरूले सिम्पली ह्यान्डल गर्न सक्थे, तर तातो रगत भएका हामी गोर्खाली पिट्न नै लागि पर्यौं। त्यसैले शिक्षा र अनुशासन इम्पोर्टेन्ट छ भनेको। अलिकति पनि डिस्क्रिमिनेसन गरेको जस्तो लागेको भए प्रिन्सिपललाई कम्प्लेन गर्न सकिन्थ्यो, हात हालेको रहेछ भने पुलिसलाई समेत कम्प्लेन गर्न सकिन्थ्यो, बट अलमोस्ट एभ्रिबडी चोज भाइलेन्स। वाइ? अब यहाँ गल्ती कसको भन्नुभन्दा पहिला नेपाली स्टुडेन्टहरूले जापानिज टिचरलाई पिट्न खोजेको भन्ने न्युजहरू बढी आइरहेछ। अब यहाँ हार कसको? इन्टायर नेपाली कम्युनिटीको। अर्काको देशमा आएर मान सम्मान पाउनको लागि पहिला आफू पनि मान सम्मान पाउन लायक पनि हुनु पर्दछ। कसैको साइड लिएर बोल्न खोजेको होइन, बट दिस भिडियो इज गोना मेक अ ह्युज लस टु द इमेज अफ Nepalese community in Japan. I have one question for all Nepalese living in Japan. Are we truly worthy of respect? Thank you for watching. See you next time.